हेलो गाइस, सबजना सन्चै आरामै हुनुहुन्छ होला है। म त डोको हँसिया नाम्लो टक्क घाँस जाँदैछु हैन। यो हुन्छ नि बर्खाको समयमा यसो एक ढोका ट्याक्क बुच्का बुच्कीहरू काटेर घाँस लिन जाऊँ भनेर जाने हो। म चाहिँ जान लागेको चाहिँ सट्टै यता तलतिर हो क्या। हेर्नु न भ्यू बाल छ नि। यो चाहिँ टक्क अर्घाहाँचीको यो प्रख्यात मन्दिर हो क्या। यहाँनिरको यो रागामारी मन्दिर भन्छ। यहाँ चाहिँ छोराको राम हुन्छ हैन। अनि यहाँबाट सिधै तल ओह्रालो झर्ने हो है। भलक पनि आएन। ठिक छ वेटिङ गर्नुपर्छ हैन केही समयको लागि। अनि टक्क यो पछाडि छ नि यो डोको चाहिँ मस्त बोर्ने हो घाँस काटेर अनि ल्याउने हो है। अब चाहिँ म ट्याक्क डाइरेक्टली म घाँस जुन ठाउँ हुन्छ नि त्यहाँ गएर काट्न लगाएको ठाउँमा पुगेपछि पहिला आउँछ। ओके गाइज, म म्याजिक गर्छु है। ल खाल्डोको छ नि यहाँनिर। अब घाँस आउँछ गाइज, भरिगयो नि त। मेरो म्याजिक होला नि त साथीहरू। अटोमेटिकली भरिन्छ कि। ल तिमीहरू घाँस काट्छौ होला है। म त खरेनमा म्याजिक गरेर आफै काटिन्छ। ल रुको जरा सबर करो। मैले चाहिँ यति काटिसकेँ हेरौँ है। यो होइन अन्सी हो यहाँनिर छ। यहाँनिर छ अनि यता त्यहाँ। अब चाहिँ हेरौँ डोको माथि छ है। डोको भरिन्छ भरिन्न सायद। डोको भर्ने हो होइन। डोको भरेन भने फेरि काट्नुपर्छ। अब चाहिँ म झन् डोकीमा राख्छु है। तिमीहरू हेर्दै गर ल। ज्ञानी मान्छे होइन र तिमीहरू। कस्तो ल नाम्लो लगाएर ट्याक्क बोक्ने। अनि चलो भाइ चलो घरतिर चलो। ओके म चाहिँ डोको भरेँ है। अनि ट्याक्क फेरि अघि आएको बाटो निक्लिनु पर्छ है। उकालो छ, बहुत उकालो छ। अघि त ओह्रालोमा झरे सुई थिएँ गाइस। म चाहिँ अहिले घर आइसकेँ होइन। घर त्यही हो, अघि देखाइसकेँ त्यही नै। ल हेर्नु अब आयो घाँस ल्याएर टक्क है इन्डिङ गरिदिउँ। रुको जरा सबर करो। घाँस पनि ल्याएर गोठमा राखिसकेँ। अब चाहिँ घर आइसक्यो है। म ट्याक्क हँसे छुट्याएको अरू डोकोमा घाँस। अनि ट्याक्क यो घाँस चाहिँ के को लागि भन्दा त्यहाँनिर छ क्या हाम्रो गोठमा होइन। ल हेर्नु यिनीहरू बच्चा बच्चीहरूको लागि ट्याक्क। यता फेरि टोनहरू छन् के छ। ओइ भेलोटुला म घर आइसकेँ। हाम्रो घर मम्मी बस्न के छ। मम्मी हल्ली चल्ली यता हेर्नु हेलो भनिदिनु। हेलो